शेरबहादुर देउवालाई त आज लाखौं मान्छे सहित एयरपोर्टमा भव्य स्वागत गरियो त दाइ। स्वागत भयो होइन हो त। त्यो भनेको के हो थाहा छ? यो जेएनजीको माग पुरा भएको हो। जेएनजीका माग पुरा भयो त। शेरबहादुर देउवाको नेपाल आगमन अन्तर्राष्ट्रिय सेटिङ हो भन्छन्, के हो यसको? त्यो सेटिङ होइन कि जेएनजीको माग पुरा भयो। अब जेएनजीहरूले बोल्नु नि। भव्य स्वागत नै जेएनजीको माग पुरा होइन त? जेएनजीको माग त देउवालाई जेल हाल्ने थियो होइन, यिनीहरूले केही हाल्न सक्छ। जेएनजीको माग पुरा भइसक्यो त। देउवालाई जेल हालेको भए माग पुरा हुन्थ्यो, ओलीलाई जेल हालेको भए माग पुरा हुन्थ्यो। जेएनजीको माग पुरा भयो। रवि लामी छानेको मुद्दा फिर्ता लिए, हजुर यति हो। जेएनजी मरेको कारण सिंहदरबारमा आगो चाहिँ रवि लामी छाने लगायत होइन, बालनलाई प्रधानमन्त्री बनाउनु। बालनलाई प्रधानमन्त्री बनाउन मात्रै थियो हजुर है, अरू केही त केही होइन। होइन, देउवाजीको भव्य स्वागत सम्मानमै जेएनजीको माग पुरा भयो भन्नुको अर्थ मुटुमाथि ढुङ्गा राखी बोल्नु परेको छ भनेकै हो दुर्गाजी? होइन, यो जे भएको छ राम्रो भएको छ। बालन सुदनको हैसियत शेरबहादुर देउवाले देखाइदिए। के अब नेपाल फर्किएका शेरबहादुर देउवालाई अब प्रक्रिया पुरा गरेर हतकडी लाउन सक्लान् सुदनले? त्यो पारै लाग्दैन। पार लाग्दैन, सक्दैन। सुदनसँग को मान्छे छ? बालनसँग को छ? जनता छन् भन्छ नि, जनता। त्यस्तो बहुमत त्यहाँ मात्रै हो, अब तल छैनन्।